आज नेपाल सरकारले बाबु नेपाल सरकारको विपद व्यवस्थापन विभागले के सूचना जारी गरेको छ भने आज र भोलि निकै ठुलो पानी पर्ने हैन भनेको छ। पानी हावाहुरी गडाङगुडुङ हुने भनेको छ हैन। त्यही भएर यदि तिमी स्कुल भित्रै पनि धेरै बाहिर निस्किने हावाहुरी चलेको बेलामा गडाङगुडुङ भएको बेलामा बाहिर ननिस्किने एकछिनमा बान न त्यो। अनि तिम्रो स्कुलको टाइम छुट्टी हुने टाइम भयो भने बाइचान्स अब छुट्टी हुने टाइम भयो पानी परिरहेछ हावा चलेछ भने घर नआउने आफ्नै कक्षा कोठाभित्र सुरक्षित बस्ने अनि घरमा सरहरूलाई फोन गरिदिनु भन्ने अनि त्यसपछि हामी बरु लिन आउला हैन। अनि अर्को भनेको आकाशमा बिजुली चम्किन्छ नि लाइटिङ हुँदाखेरि के हुन्छ भनेपछि लाइटिङ भएको 15 देखि 30 सेकेन्डमा फेरि के गर्छ गड्याङ गर्ने आवाज आउँछ ठुलो। त्यति बेला तिमीले के गर्ने यहाँ आएर दुइटैले यसरी आफ्नो कानलाई ठिक्क यसरी हल्का थुन्ने हैन। त्यो लाइटिङ भइसकेपछि त्यस्तो गर्ने अनि थुनेपछि त्यो गडाङगुडुङ आवाज हुन्छ अनि त्यसले हामीलाई चाहिँ अलिकति ठुलो आवाजको त्यो मस्तिष्कमा असर गर्दैन है। ल यति कुरा ध्यान दिने। पानी पर्यो भने नआउने हावाहुरी चल्दाखेरि बाहिर ल है त। ल राम्रोसँग जाऊ है पानी आयो क्या ल बाई।